ओइ सुन्न के मैले तेरो भन्ने नै किन्दै तेरो आफ्नै छ चल न साथ छ के भने ले ओइ के भो चस्मा ल्याइन किन्छ र मलाई अनि तँलाई सबै मेरो कुरा चाहिन्छ भनेको के ए लिएन फेरि कति ल्याङ्ल्याङ गरेर ल बेबी अरू भन न ओइ अनि के भयो फेरि तँलाई जुत्ता ल्याएन किनेर बाहिर जानु पऱ्यो ऊ त्यहाँ चल्यो त के हेर्नु बेबी के हेर्नु एक्लै छु बेबी घरमा अहिले त ओ सुन्न कस्तो जाडो भइरहेको छ देखिन्छ र हुँदैन है यो पनि बाहिर अरू केही चाहियो भने भन् तेरो गर्लफ्रेन्ड एकछिन ल्याएन त है कस्तो बाधाको यार बात दिन्छ एउटाले दोस्रोलाई दिन्छ छ्या यार खुच्चेले ठुस खाए भत्त है छि कसले पादे यार छ्या गीत पनि पाद्योस् अच्छा मैले त्यसले पाद्यो होला नि बुरु मैले कहाँ पाद्ने त्यसले पाद्यो होला नि बुरु आफैले पाच्छ कहिले बुरु आधा पादे नुन थाल्दै गर्ने जसकोमा आउँछ त्यसले पादेको ल ल गरौँ न त ल गर्ने भए गरौँ म त डराउँदिनँ ल त्यसो भए म गर्छु है त आधा पादे नुन छाते तामा काउरी तै रहेछस् त पाद्ने झुट बोल्छस् यही रहेछ त पाद्दो त आखिरमा त तर मैले पादेकै थिएन यार त्यसै आधा पादे नुन छाते गरेर मलाई दोष लाउँछ नि